हेलो गाइस, वेलकम टु ब्याक माई युट्युब च्यानल। सो गाइस, अहिले चाहिँ भने म कालिम्पोङ आइपुगेँ। यहाँ साचा गुम्बाको स्कुल यो चाहिँ देखिँदै गरेको साह्रै ठुलो रहेछ। स्कुलदेखि चाहिँ अलि उँभो जानुपर्ने यो चाहिँ सेडा रहेछ र हामी वाक गरेर जाँदैछौँ। हाम्रो पाहुना पनि जाँदैछ। अति सुन्दर र साह्रै राम्रो रहेछ कालिम्पोङको जुन चाहिँ साख्या मोनास्ट्रीको जुन चाहिँ यो चाहिँ मुनि चाहिँ सेडा रहेछ। सो गाइस, हेर्दै गर्नु होला। यो चाहिँ साख्या मोनास्ट्रीको डाइनिङ अति उत्तम र अति राम्रो। तपाईँहरूले आएर दर्शन गर्न सक्नुहुनेछ। यहाँभित्र चाहिँ रहेछ किचन। सो के पाक्दै रहेछ अहिले घरि चाहिँ। सम्पूर्ण महानुभावहरूले आएर यहाँको नजारा लिनु सक्नुहुनेछ। सो यहाँको अहिले भरि चाहिँ हामी मोनास्ट्रीभित्र इन्ड हुन लागेको छु र मेरो पाहुनाहरू चाहिँ उहाँले ढोक्दैछ। राम्रो पाहुनाहरू जे गर्नुहुँदैछ र यसरी यो साख्या गुम्बाको नजारा तपाईँलाई पुरा देखाउँदैछु। साख्या गुम्बा पाहुनाहरू चाहिँ गर्नुहुँदैछ। जाउँ ल, ठिक छ ल, काम हुँदैछ। सो हाम्रो यहाँ आकुले पनि पाहुनालाई सँगै झ्यासे गराउनु हुँदैछ आकुले। र आकु भने चिनिहाल्छ आकुलाई, हाम्रो आकुला हो। ओके गाइस, गुम्बा चाहिँ ठुलो रहेछ। सो गाइस, अभी ये जो दिखाने जा रहा हूँ ये शंखा और हम लोग सांग धूप जलाते हैं। और ये जामटा, ये सब ऐसा बाजा गाजा बजाते हैं, गैलिंग ऐसा। अहिले चाहिँ अब झ्यासे गरिसक्यो। अब हामी गोइङ ब्याक टु कालिम्पोङ बजार। अनि कालिम्पोङ बजारबाट सपिङ गरेर चाहिँ हामी आकुले सबै आकु गाइड विथ गाइड आकु गाइड छ। अनि हामी लिएर चाहिँ उहाँ रिटर्न टु ब्याक टु गान्तोक। ओके, सो गाइस, यहाँ हाम्रो ल आउनुहोस्, जाउँ अब। ओके, आकुले हात हल्लाइदिनु त आएको अलिक बाई बाई भन्नु।